हरेक व्यक्तिको भविष्य निर्माण गर्न यी दुई कुराहरूको अति नै ठुलो भूमिका हुन्छ। अझ स्टुडेन्टहरूको लाइफमा हेर्ने हो भने अति नै महत्त्वपूर्ण हुन्छ। वास्तवमा स्टुडेन्टहरूको जीवनमा साथीहरू केवल सङ्गतको लागि मात्र होइन, उनीहरूको सोच, विचार, व्यवहार र सपनाको लागि पनि हो। यदि सही सोच भएको व्यक्तिसँग सङ्गत भयो भने उनीहरूको वर्तमान र भविष्य उत्कृष्ट हुन्छ। तर गलत सोच, विचार भएको साथीसँग सङ्गत भयो भने वर्तमान र पुरै भविष्य अन्धकार र असफलताको चपेटामा गुज्रिन पुग्छ। आजको यस भिडियोले स्टुडेन्टहरूको लागि मात्र होइन, अरू व्यक्तिहरूको आँखा पनि खोलिदिनेछ। हो मित्र, हामीले कस्तो व्यक्तिको सङ्गत गर्न सक्यौँ भने हामी सफल बन्न सक्छौँ, यही विषयमा गहिराइमा गएर चर्चा गर्नेछु। हो मित्र, आउनुहोस् भिडियोलाई सुरु गरौँ। नम्बर 1, लक्ष्य केन्द्रित गर्ने साथीहरू। अहिलेको समयमा धेरै स्टुडेन्टहरू सफल बन्न चाहन्छन्, आफ्नो जिन्दगीमा केही न केही बन्न चाहन्छन्, तर कुनै न कुनै कारणले पछि भने परिरहेका छन्। यदि स्टुडेन्टहरूले साथीहरूको चयन गर्दा लक्ष्य केन्द्रित गरेको साथी, जसको ठुलो सपना छ, जो स्टुडेन्ट आफ्नो पढाइ, करियर र भविष्यप्रति अति नै गम्भीर छ, यस्तो साथी चिन्न सक्यो भने उनीहरूको पोजिटिभ भाइब्स र लगनशीलताले तपाईँलाई पनि प्रेरणा मिल्छ। त्यसैले मित्र, यदि तपाईँ सङ्गत गर्दै हुनुहुन्छ भने यस्तो साथी हुन अति नै जरुरी हुन्छ। नम्बर 2, पढाइमा मन लगाउने साथी। अहिलेको यो सोसल मिडियाको समयमा हर कोही स्टुडेन्टहरू पढाइबाट टाढिरहेका छन्। आफ्नो अन्य कार्य र क्रियाकलापमा समय निकाल्न सक्छन्, तर पढ्न, रिभिजन र प्र्याक्टिसको लागि भने समय निकाल्न सकिरहेका छैनन्। तर जो स्टुडेन्टहरूले पढाइको महत्त्वलाई बुझेका हुन्छन्, पढाइलाई बोझ होइन अवसर मान्ने गर्दछन्, असजिलो क्वेसनको एन्सरलाई बुझाउन मद्दत गर्छन्, नोट्स बनाउन प्रेरित गर्छन् अनि पढाइको महत्त्वलाई बुझाउने कोसिस गर्दछन्, यस्ता साथीहरूसँग सङ्गत गर्न अति नै जरुरी हुन्छ। किनकि यस्ता साथीहरूको सङ्गतले नै तपाईँलाई सफल बनाइदिन्छ। याद राख्नुहोस् मित्र, यी साथीहरू तपाईँको लाइफ कोच हुने गर्दछन्। नम्बर 3, सकारात्मक सोच राख्ने साथी। सकारात्मक सोच भन्ने बित्तिकै कुनै पनि परिस्थिति, चुनौती वा समस्याप्रति आशावादी दृष्टिकोण राख्ने मानसिकता हो। जोसँग समाधान खोज्ने र राम्रो पक्ष देख्ने आत्मविश्वास हुन्छ अनि अगाडि बढ्ने क्षमता हुन्छ, जसले तपाईँलाई पनि हौसला दिन्छ, हिम्मत नहार, तिमी गर्न सक्छौ भन्दै प्रेरित गराउँछ, तपाईँको गल्तीलाई सुधार गर्न सहयोग गर्छ। यस्ता व्यक्ति आफू त सफल बन्छ नै, तपाईँलाई पनि सफलताको सिँढीमा सँगै चढाउँछन्। त्यसैले मित्र, तपाईँले साथीहरूको चयन गर्दा यस्ता साथीहरूको व्यवहार बुझ्न अति नै जरुरी हुन्छ। नम्बर 4, समयको महत्त्वलाई बुझ्ने साथी। जसले समयको महत्त्वलाई बुझेको हुन्छ, समयको म्यानेजमेन्ट गर्दै भरपुर फाइदा उठाएको हुन्छ, पढ्ने समयमा पढ्ने, रमाइलो गर्ने समयमा रमाउने गर्छ, यस्ता व्यक्ति आफू पनि सफल बन्छन्, उनीहरूको सङ्गतले पनि तपाईँलाई सफल बनाउन मद्दत गर्छन्। त्यसैले मित्र, यदि तपाईँले साथी खोज्दै हुनुहुन्छ, राम्रो सङ्गतमा पर्न चाहनुहुन्छ भने समयको महत्त्वलाई बुझेको साथी खोज्नुहोस्। नम्बर 5, इमान्दारिता र सहृदय भएको साथी। वास्तवमा अहिलेको समयमा धेरै मानिसहरू इमान्दारिताबाट टाढिरहेका छन्। मनमा अनेकौँ षड्यन्त्र र जाल बुनेर बसेका हुन्छन्। कारण हो सबैभन्दा पहिला आफ्नो फाइदा। आफू मात्र अगाडि बढ्नु छ, आफू मात्रै पास हुनु छ, आफूले जानेको बुझेको कुरालाई पनि अरूसँग सेयर नगर्ने, आफ्नो गल्ती नदेख्ने, अरूको गल्ती खोज्ने गर्दछन्। यदि तपाईँ यस्तो सङ्गतमा हुनुहुन्छ भने सोच्ने समय आइसकेको छ। तर यसको विपरीत, जस्तो सुकै अवस्थामा पनि झुट नबोल्ने, सही र गलतको प्रमाणित गरेर साथ दिने, हामी सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने, आफूले जानेको बुझेको कुरा सेयर गर्ने साथी भेट्नुहुन्छ भने यस्तो साथीसँग सङ्गत गर्न
अति नै जरुरी हुन्छ, किनकि यस्ता साथीहरूको सङ्गतले तपाईँको भविष्य उत्कृष्ट बन्नेछ। हेर्नुहोस् मित्र, साथी रोज्नु भनेको भविष्य बनाउनु पनि हो। जसरी जराले रुख अडिएको हुन्छ त्यसरी नै तपाईँको सङ्गतले पनि तपाईँको भविष्यलाई अडाएको हुन्छ। यदि तपाईँ आफू पनि सही हुनुहुन्छ अनि सही साथीको सर्कलमा बस्नुहुन्छ भने तपाईँ सधैँ अगाडि रहनुहुनेछ, तपाईँ सधैँ सफल रहनुहुनेछ। हो मित्र, आजको भिडियोमा 5वटा टिप्स सेयर गरेको छु। अब तपाईँ कतिको सतर्कता अपनाउनुहुन्छ कमेन्ट गर्नलाई नभुल्नुहोला। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक र सेयर गर्नुहोला।